सम्पूर्ण दर्शक महानुभावहरुमा म वीर कुवरको तर्फबाट नमस्कार र साँझ भइसकेको छ। हेर्दै हुनुहुन्छ म बाइक राइड गर्दैछु। एभ्री बाइक राइडर्सहरुको ड्रिम भनेको ट्राभल नै हो, त्यसकारणले म पनि ट्राभल नै गर्दैछु। हेर्न सक्नुहुन्छ 31 गते हो आज र एकदम पानी पर्ने तर्खरमा छ। एकचोटी पानी परिसक्यो, अब अरु पनि पानी पर्ने गरी बादल देखाइरहेको छ, हामी हेर्न सक्छौं। राइडिङमा म एक्लै छु, हेर्न सक्नुहुन्छ। एक्लै गर्नुको मजा छुट्टै हुन्छ। साँझ परिसकेको छ, लगभग 6:30 बजिसक्यो। अब अँध्यारो हुन थोरै समय बाँकी छ। बादल पनि निकै छ, लागिरहेको छ। अब सायद पानी पनि पर्ला। बीच बाटोमा पानी पर्यो भने त। अहिले पिपरा कलौनी चोक आइपुगे। हामी यहाँ गेट हेर्न सक्छौं र पानी मैले भेटिन, किनकि पानी पहिले नै परिसकेको रहेछ। त्यसकारणले गडलाई धेरै धेरै धन्यवाद। करिब 6 वर्षपछि म राजको घर आए, किनकि योभन्दा पहिला म राजकै बिहेमा 2075 सालमा आएको थिएँ। त्यसपछि बीचमा आउने मौका पनि पाएन र अहिले चाहिँ म राजको घर आएको छु र 6 वर्षको अन्तरालमा चाहिँ यो यहाँ मझौगा भन्ने ठाउँमा आउँदा यहाँको चाहिँ भनौं न धेरै चेन्ज भएको देखेँ मैले। गाउँको मान्छेहरू बाहिर आएर अनि राम्रो राम्रो घर पनि बनाए, हामी हेर्न सक्छौं। र 6 वर्षपछि भान्जीहरूलाई अनि भतिजो बुहारी अनि त्यसैगरी आमा बुवाले पनि भेट्ने मौका पाए, किनकि प्रायजसो म बिजी नै हुन्छु। त्यसकारणले आउने समय पनि हुँदैन। यहाँ अब बिहानै पानी परेको थियो, पानी बिसाउँछ कि भनेर अनि वेट गरेर बसे, अनि पानी बिसायो। पानी बिसाएपछि मैले यो ड्रोन सुट चाहिँ गरिरहेको छु। अहिले हामी हेर्न सक्छौं। नयाँ वर्षको मौका पारेर यहाँ घुम्न आए। आज वैशाखको 1 गते 2082 टेकिसक्यो र म ट्राभलमै छु। सायद यो वर्षभरि म ट्राभलमै हुन्छु होला, किनकि नेचरसँग रमाउने अनि ट्राभल गर्ने, भ्लगिङ गराउने भनेको मेरो ठुलो ड्रिम पनि हो। अब युट्युबहरु बनाइराख्छु, भिडियोहरु पनि बनाइराख्छु। अब यसको मतलब यो होइन कि मेरो चाहिँ युट्युबबाट चाहिँ रेभेन्यू आउँछ भनेर त्यो सोचले हैन कि मेरो चाहिँ टाइमलाइन, मेरो लाइफलाइन कसरी बितिरहेको छ भनेर चाहिँ यो भिडियोहरु गराउँदै अनि त्यसपछि भिडियो अपलोड गर्दै। आज नयाँ वर्ष 2082 वैशाख महिनाको 1 गते म यहाँ मझौगा लगभग 6 वर्षपछि म यहाँ आएको छु। मम्मी र बाबाको घर। अनि आज अहिले विदेशमा छन्, राम्रै घर बनाएको छन्। र अब म जान्छु है। बाबा नमस्ते। नमस्ते। नमस्ते आमा। ल फुची, अब जाँदैछु ल। नमस्ते गरिदेऊ। के नाम हो? यता हेर त, हाई गरिदेऊ। यसरी गरिदेऊ। यहाँ हेर त, यसरी गरिदेऊ। हाई हो। के नाम हो बाबु? के नाम हो? ए ल बाई गरिदेऊ। ल बाई। ल नमस्ते। यता भान्जी छन्, खाना खाँदैछन्। अब अनि निस्किन लागेको, निस्किने बेला भइसकेको छ।